नमस्ते अनि स्वागत छ ग्रीन वाइब सिजन 1 को एपिसोड 2 मा। जीवनमा कति पटक हामीलाई के चाहिएको हो भन्ने कुरा नै थाहा हुँदैन। भनिन्छ अ प्रब्लम वेल स्टेटेड इज अ प्रब्लम हाफ सल्भड, अर्थात् हामीलाई हाम्रो वास्तविक समस्या थाहा हुनु भनेकै आद्य समस्या समाधान हुनु हो। तर मुख्य समस्या भनेको हाम्रो समस्या पत्ता लगाउनु हो। अहिलेको यो भौतिकवाद समाजमा हाम्रो समस्याहरू झन् धेरै बढ्दै गएका छन् र यी सबै समस्याको समाधान एक मात्रै कुरा हो, त्यो हो पैसा। हामीलाई लाग्छ हामीसँग पैसा भयो भने हाम्रो सबै समस्याको समाधान हुन्छ। सायद त्यसैले होला हामी दिन रात एक गर्दै आफूसँग भएका कुराहरू पनि पछाडि छोड्दै मात्र धेरैभन्दा धेरै धन सम्पत्ति बटुल्नतिर लाग्छौँ। तर के साँच्चै यी चिजहरू नै हो त हामीलाई चाहिएको? आउनुहोस् यसैसँग सम्बन्धित आज एउटा रमाइलो कथा सुनौँ। एउटा गाउँमा एक किसान थिए। उनी साह्रै दुखी देखिन्थे। जति बेला पनि उनको मुहारमा उदासीनता छाइरहन्थ्यो र उनको मनमा केही न केही कुराहरू खेलिरहन्थ्यो। उनको आफ्नो जीवनयापनको लागि खेतबारी र केही राम्रा गाई बाख्राहरू थिए, तर उनी आफूसँग भएको धन सम्पत्तिबाट खुसी थिएनन्। उनी आफूसँग अझै धेरै खेत र अझै धेरै गाई बाख्राहरू भइदिए हुन्थ्यो भन्ने सोचमा डुबिरहन्थे। एक दिन यी किसान आफ्नो बारीमा काम गर्ने क्रममा एउटा जिनी भेटेछन्। त्यो जिनीले तिमीलाई के चाहिएको छ माग, म तिम्रो सबै इच्छाहरू पूरा गर्छु भनेछ। किसान एकदम खुसी हुँदै आफूसँग भएको भन्दा डब्बल खेत र डब्बल गाई बाख्राहरू, स्वस्थ गाई बाख्राहरू पाम भनेर मागेछन्। छिट्टै किसानले सोचेको जस्तै एकदम धेरै जमिन र स्वस्थ गाई बाख्राहरू पाएछन्। सुरुमा आफूले सोचेको कुरा पूरा भएकोमा उनी एकदमै खुसी भएछन् र जोस जाँगरका साथ काम पनि गर्न थालेछन्। नयाँ जमिनमा बाली राम्रोसँग फल्यो र गाई गोरुहरू पनि बलियो र थप उत्पादनशील भए। यो देखेर किसानलाई अब आफ्नो सबै समस्याहरू समाधान भए जस्तो लाग्यो। तर समयसँगै उसले के देख्यो भने उसँग भएको धेरै जमिनलाई धेरै काम चाहिन्थ्यो। थप जमिनलाई थप ध्यान, थप स्रोत र थप श्रमको आवश्यकता पर्न थाल्यो। उसले थप मजदुरहरूलाई काममा लगाउनु पर्यो र सबै कुराको व्यवस्थापन आफैले गर्नु पर्यो, जुन चाहिँ उसलाई गाह्रो हुँदै गयो। अर्कोतिर उसको गाई गोरुहरू पनि स्वस्थ हुन थाले र तिनीहरूलाई पनि थप हेरचाह गर्नुपर्ने भयो। कामहरू सँगसँगै उसको चुनौतीहरू पनि बढ्दै गयो। जमिन र गाई गोरुहरू बढ्दा उसको जीवनमा जस्तो सुख सम्पन्नता आउँछ सोचेको थियो त्यस्तो भएन। उसको बढ्दो तनाव, बढ्दो कामले गर्दा पहिले जुन कुरामा उसलाई खुसी मिल्ने गर्थ्यो अब त्यो पनि मिल्न छोड्यो। पहिले आफूसँग भएको समय उसले आफ्नो परिवारसँग व्यतीत गरेर जुन रमाइला क्षणहरू बिताउने गर्थ्यो अब त्यो पनि कम हुँदै गयो। फेरि ती किसान पहिले जस्तै दुखी, चिन्तित अनि उदासीन देखिन थाले। हामी पनि ती किसान जस्ता भएका छौँ। आफूले रोजे जस्तै र रोजे जति पाउँदा पनि खुसी भएन। हामीसँग पर्याप्त हुन्छ, तर त्यो पर्याप्तलाई पर्याप्त नदेख्नु नै दुःखको कारण हुन्छ। वास्तवमा हामीलाई चाहिएको धेरै पैसा होइन, हामीलाई त सन्तुष्टि अनि खुसी चाहिएको हुन्छ नि त। तर हामीलाई के लाग्छ भने त्यही पैसाले नै हामीलाई सबै खुसीहरू, सबै सुखहरू दिन्छ होला भन्ने लाग्छ। पैसा कमाउनु पर्छ, एकदम धेरै कमाउनु पर्छ, तर पैसासँग आफ्नो सुख अनि सन्तुष्टिलाई चाहिँ कहिले पनि सम्बन्धित नगरौँ। यो कस्तो भने टुक्की बालेर बिहानी भयो भने जस्तै हो। टुक्कीले उज्यालो त गराउला, तर त्यसले बिहानी चाहिँ गराउँदैन। सुनका मोटा परतहरूले टिलमिलाए मेरा आँखाहरू, तर खै किन फक्रिन सकेनन् मेरा मनका कोपिलाहरू। सायद चाहिएको मलाई आँखामा निद थियो, त्यो सुनको चमक होइन।
हस् त, आजको कुराकानी म यहीँ टुङ्ग्याउँछु। अर्को एपिसोडमा फेरि अर्को कथा लिएर आउनेछु। तबसम्मलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। नमस्ते।